हेलो गाइज, वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी फुटसल खेल्न जाँदैछौँ। आज चाहिँ हाम्रो खाइसाबाट होन्तेन भर्सेस के अरे हिगासी चाहिँ हामी आज फुटसल खेल्न गइरहेछौँ। साथी चाहिँ जुत्ता बिर्सेर गयो हो। यस्तो हुन्छ अब साथी फुटसल खेल्ने भनेपछि के गर्नु, अङ्ग चलिहाल्छ, बिर्सिहालिन्छ। गाह्रो छ, गाह्रो। हामी चाहिँ अब यहाँबाट बाटो हुँदै हिँड्दै जाँदैछौँ। हाम्रो घरबाट चाहिँ नजिकै पर्ने भएर चाहिँ अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ। यो चाहिँ हाम्रो घर नजिकैको पार्क सेक्सी छ नि फेरि। अस्ति नै चाहिँ पुरै नाङ्गे झार थियो, आजकल चाहिँ हरियो भयो, हेर्दा नि आनन्द आउने। यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदैछ। साथी चाहिँ जुत्ता लिएर आइसकेको छ। कस्तो भयो, जुत्ता कुद्यो भयो नि त तिमीलाई? वामा भयो अरे। अब ल रमाइलो भएछ भनेपछि टक्क लाएर अब हामी चाहिँ फुटसल धोबी हानिदिनेछौँ। यस्तो हानिदिनेछौँ कि आज हामी जित्दिनेछौँ। पुरै कति गोल हान्छौँ दोस्त आज? कति गोल? 10-15 गोल। म चाहिँ अब किप्पर बसेर म चाहिँ 10-15 गोल बचाउने प्रयास गर्नेछु। खासै त खेल्न आउँदैन, धेरै भइसक्यो नखेलेको पनि। नेपाललाई त अलिअलि खेलिन्थ्यो। नेपाललाई दोस्ले नेपाललाई के खेल्यो? दोस्त नेपाललाई तिमीले के खेल्यो? होइन क्या, दमौलीतिर तिमीले क्लबहरूमा छिर्यो कि छिरेनौ? हामी त विकेश म होइन, विकेश म अनि विवेक हुन्थ्यो है। अनि त्यसपछि हामी त के अरे फुटसलहरू खेल्न एकपल्ट इन्सिडेन्ट भन न के भएको। के अरे हामी फुटसल खेल्न गइरहेको थियो, हाम्रो स्कुल नजिक थियो क्या फुटसल। अनि मैले सुट हानिरहेको थिएँ कि केटाहरू सब सुट हानिरहेको थियो। विक्स चाहिँ बिचमा बसेर आँप हेरिरहेर म चाहिँ पोस्टमा हानेको बल होइन, यस्तो ड्याम विक्सको पेटमा लाएर अन्डा भन्दा माथि लाग्यो। यहाँ अन्डा त्यहाँ लाएर विक्स त फुत्रुकै परेको, म त सातो गयो। आँप हेर्दा झन् तलको आँप फुटेको थियो। यस्तो हाँसो लाग्ने भएको थियो। त्यो चाहिँ एउटा फनी इन्सिडेन्ट थियो। हाम्रो घरभन्दा नजिकै चाहिँ खतरा छ यहाँ। पुल पानीको खोला पनि खतरा छ। सिनेरी पनि राम्रो छ यहाँ। साकुरा फुलेको बेलामा राम्रो हुन्छ। साकुरा फुलेको बेलाको भिडियो पनि म एक भिडियोमा राखिदिन्छु। यो चाहिँ साकुरा झरिसकेपछि हरियो भएको बेलामा है। यो चाहिँ हरियो भएको बेलामा। यो चाहिँ जापान। जापानमा चाहिँ पार्कहरू धेरै, मान्छेहरू धेरै घुम्न रुचाउनु भयो होला। बच्चाहरूलाई खेल्ने पार्कहरू चाहिँ धेरै। कसैले बच्चा जन्माउँछ भने जापानमा ल्याएर जन्माउनु, किनकि घुम्ने ठाउँ पनि धेरै हुन्छ। ल टक्क लाएर 8 महिनासम्म नेपाल बस्ने, झर्नै लाग्दाखेरि जापानमा आएर झराउने। त्यसपछि जिन्दगी फल्याङ सलल भने जस्तो, सलल कि फ्यालल भने जस्तो हो। ल अब बग धेरै भयो। अब हामी चाहिँ फुटसल निर पिएपछि फेरि जोडिन्छौँ। त्यो दिनहरूको लागि यो भिडियो हामी चाहिँ फाइनली फुटसल हुने ठाउँ आइसक्यौँ। हामी माथि हो फुटसल खेल्ने चाहिँ। फुटसल चाहिँ माथि हो, यहाँबाट अन्डरग्राउन्ड ट्रेन पनि जान्छ। यहीँ तल छ अन्डरग्राउन्ड ट्रेन, वेदो लाइन। यसको माथि चाहिँ फुटसल। लिफ्टबाटै जाने अल्छी दोस्त। अब हामी लिफ्ट कुर्दैछौँ। लिफ्ट आउँछ सरर टप फ्लोरमा गएर फुटसल। जुत्ता लिइदिउँ। दोस्तले यहाँबाट वर्ल्ड कप लान्छ होइन दोस्त? वर्ल्ड कप, यो वर्ल्ड कप तिम्रै नाम होइन दोस्तको वर्ल्ड कप।
हामीले जुत्ता पनि कि यहाँ सापट लिइसक्यौँ। यो जुत्ता चाहिँ 610 एनको जुत्ता 1 घन्टाको लागि 610 ठिक छ। यो एउटा एकचोटि लिएपछि 610 हुन्छ 2 घन्टालाई पनि त्यति नै हो। यो चाहिँ राम्रो छ टक्क लाएर अब यो जुत्ता लाएर ड्याम ड्याम हान्ने हो। अहिले 4 फ्लोरमा गाडी आउँदो रहेछ यहाँ चाहिँ। हामीहरू चाहिँ माथि हो तर यहाँ तल पनि अर्को रहेछ कि क्या ए यो चाहिँ के हो यो गल्फ कोर्ट जस्तो लाग्यो गल्फै हो यहाँबाट प्र्याक्टिस गर्ने ठाउँ रहेछ यहाँ चाहिँ गल्फको प्र्याक्टिस गर्ने ठाउँ त्यहाँ 2टा रहेछ ग्राउन्ड चाहिँ सहर यहाँबाट देख्ने सहर यता चाहिँ टोकियो भयो यता चाहिँ यो चाहिँ बोनफिम फुटसल ए नसादरा त्यहीँ खेल मिडमा ल आज चाहिँ हाम्रो गेम चाहिँ अब सक्यो अनि हामी चाहिँ खाजासाजा खाएर निक्लिसक्यौँ अनि त्यसपछि यो चाहिँ मेरो सेकेन्ड ब्लग हो र हेरेर लाइक सेयर अनि कमेन्ट गर्न नबिर्सिनु होला अनि सब्सक्राइब पनि